नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ एक यस्तो पात्रको जसको नाम धेरैले सुन्नुहुन्न, तर उसले बोकेको जिम्मेवारीको हरेक नेपालीको घरमा महसुस हुन्छ। हो, हामी कुरा गर्दैछौँ घरको जेठो छोराको जिन्दगीको बारेमा। साँच्चै नै कहाली लाग्दो हुन्छ जेठो छोराको जिन्दगी। सुरुमा त सबै सामान्य लाग्छ। ऊ पनि बच्चा नै हो, साथीहरूसँग खेल्न चाहन्छ, चकलेट खान चाहन्छ, रमाउन चाहन्छ, सपना देख्न चाहन्छ। तर उसलाई चाँडै बुझाइन्छ, तिमी जेठो छोरा हौ, तिमीले सबैको जिम्मा लिनु पर्दछ। ऊ जवानीमा पसेपछि सपना देख्न थाल्छ, डाक्टर बन्ने, विदेश जाने, परिवारलाई सुख दिने। तर सपना भन्दा अगाडि आउँछ भाइको पढाइ, आमाको औषधि अनि घरको ऋण। आफ्ना चाहनाहरू ओतमा लाग्न जान्छन्। जिम्मेवारीको भारी बोकेर आलोमा डुब्छ घरको जेठो छोरा। बिचरा जिन्दगी जेठो छोराको। उसले धेरैचोटि अवसर गुमाउँछ, घर बनाउँछ, भाइ बहिनीको विवाह गराउँछ, बाउ आमाको सेवा गर्छ, तर उसको नाम कहिल्यै आउँदैन। उसलाई कसैले पनि केही नाम केही पनि दिँदैन। बिचरा घरको जेठो छोराको जिन्दगी साँच्चै नै डर लाग्दो नै हुन्छ। उसको पनि मन हुन्छ, तर कहिल्यै सोधिँदैन, तिमी कस्तो छौ, थाक्यौ कि? जेठो छोरा कहिले बच्चा हुँदैन। सधैँ बामा जस्तै व्यवहार गरिन्छ, तर ऊभित्रको बचपन अझै बाँचेको हुन्छ, जसले कहिल्यै आमाको काखमा आराम गर्न पाएन। घरको जेठो छोरा, बिचरा जेठो छोराको जिन्दगी साँच्चै नै डरलाग्दो छ। सायद ऊ चुपचाप बस्नेछ, तर घरको त्यो पर्खाल जसले आँधीबाट सबैलाई जोगायो, त्यही हो घरको जेठो छोरा। यदि तपाईँ पनि कुनै घरको जेठो छोरा हुनुहुन्छ भने तपाईँ एक नायक हुनुहुन्छ, साँच्चै नै एक हिरो हुनुहुन्छ। र यदि तपाईँको घरमा पनि यस्तो छोरा छन् भने उनलाई एकपटक धन्यवाद दिन नबिर्सिनुहोस् है। यो भिडियो तपाईँले सबै हेरिसक्नुभयो होला। यदि यो भिडियोले तपाईँको मन छोयो भने लाइक र सेयर गर्न नबिर्सिनुहोला र एक कमेन्ट पनि लेख्नुहोस्। तपाईँ पनि आफ्नो घरको जेठो छोरा हो कि? फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।